छिर्नु पर्ने यार भन्छ आयो आयो ओके ठुलो जङ्गलमा आइयो सरररा यस्तो दामी फुलहरू फुलिरहेको छ मामाले एडिट गर्दा चाहिँ मेरो मुख नदेखाइदिनु होला 360 क्यामेरामा है फुलै फुलको बगैँचामा मेरी माया अनि अर्को कुरा तपाईँहरूलाई थाहा छ कि छैन बेबो पल्टेको चाहिँ यो पुलमा हो पहिला चाहिँ राम्रो थिएन बेबो भ्लग हेर्नुहुन्छ नि त बेबो भाइरस एमआरबी सुरक्षा यहाँनिर हो है हामी चाहिँ अहिले धोरपाटनको पाखाथर गाउँमा यहाँ मामाले बाइक चलाउनु भएको छ यहाँको मेन गाउँ चाहिँ यही हो अनि हामी चाहिँ जलजलाबाट फर्क्यो अब चाहिँ तल उत्तरगङ्गा मन्दिरतिर गएर त्यसपछि तकसेरा पुग्ने हो हामी अहिले बाटो कस्तो छ नयाँ बाटो हो सम्झनाका कोसेलीहरू बाटोमा के हुन्छ देखाउँदै जाउँला है त हामी चाहिँ अहिले नबी भन्ने ठाउँमा छौँ भान्जाले अब त बाइक तार्दैछन् नबी पुलमा अब मलाई अलिक डर लाग्यो किनकि हल्लियो पनि अलिकति कन्ट्रोल नभए जस्तो हुन्छ अब चाहिँ हामी भुजीबाट काङ्गाउँ पुग्न थाल्यो काङ्गाबाट तिज त्यसपछि निसेलढोर अनि निसेलढोर पुगेपछि हामी 13 किलोमिटर हिँड्छौँ धोरपाटनदेखि अनि तकसेरा पुग्नलाई 39 धोरपाटनदेखि भने चाहिँ बाँकी अझै लामो बाटो हुन्छ यस्तो मिठो घाम लागेछ फेरि हावन चिसो फेरि ए होटेलमा खाजा खाएको नि हामीले नि त्यो भोटे छाउरा दिनु भन्दै नि मैले कति राम्रो छ यार त्यो छाउरा अहिले बन्द रहेछ यार यस्तो बवाल बाडा लागिरहेछ कि धेरै
यहाँ बुझिरहेको छ यो अन्तर त्यो एउटा मात्र रहेन जो त अर्को जित्छ आज त अब भने अति धेरै स्याउहरू फल्छ यहाँ बर्खामा स्याउ फल्ने बेला चाहिँ तपाईँहरू आएर स्याउ टिपेर खान सक्नुहुन्छ स्याउ लिएर जान सक्नुहुन्छ है त्यस्तो राम्रो अब एकछिनमा हामी सेलर पुग्छौँ यता सब टाढा टाढा यताबाट फागुने होइन भुजीबाट होइन फागुने भुजीबाट फागुने जल्पा चिसो फेरि यस्तो चिसो छ जतिखेर पनि तपाईँहरूले भिडियोमा कहाँ चिसो हुन्छ कुन ठाउँ हो चिसो हुने अहिले गऱ्यौँ बेला भन्नुहुन्छ हाम्रो पनि चिसो छ के म चाहिँ अब हिँडेर त हातमा टिका खेल्छु अनि त्यसपछि आयो गइ छ है कसो गर्ने त यहाँ चाहिँ यो ढोरपातन र तकेसेरा रुकुम जाने बिचमा एउटा खोला छ यो खोला यही हो अनि बाइक तार्नलाई चाहिँ म त खुट्टा खोले तरेँ मैले गाडी टार्न सकिनँ ऊ भान्जालाई तारा भनेर गाडी तारेछन् अहिले अब भोलि फर्किने बाटो यही हो भोलि नि यही हो भोलि पनि जुत्ता खोल्ने दौडिने हो यो त बर्खा त एउटा कहाँ तर्न सक्छ बर्खामा त यो के त छैन के माथि जस्तो चिसो छैन हजुर तकसेरा है यहाँ चाहिँ बाटो अलि चिप्लो रहेछ अलिकति खतरा खतरा जस्तो रहेछ लिकमा हालेर ल्याउनु पर्ने आयो आयो हामी चाहिँ अहिले तकसेराको यात्राको क्रममा बिचमा छौँ एकजना भाइलाई सोधेको भाइहरूले सोधेको डम्जन आउँछ यसपछि भन्दै थियो ऊ माथि थियो यही होला डम्जन यो होला सायद है होला भन्ने एउटा अनुमान मात्रै हो यहाँ लास्टै गाह्रोसँग आयो गएको थियो पुरा हात दुखेको छ मेरो त छिर्नु पर्ने यार भन्दा अलिक उल्टो गराउँछ र फेरि सुट्टै जाला नि छिर्छ भन्दा ऊ छिर्छ यत्र छिर्छ स्ट्यान्ड लाएर आउन यता यार एकछिन बसौँ क्या हल्का पनि हुने छिर्छ नि छिर्छ यस्तो गराइदिनु आइडियालाई यार जस्ती मायालाई मनोकामना के छ सुर तिमीलाई भाकोला मन मिल्ने सायालाई मनोकामना मुटुमै राखौला देउरालीको बरपिपलमा सँगै कसम खाउला बेहुली बनी बस्नु तिमी जति लिएर आउला शिरमा
हराउनु शिर भन्ने हातमा सुनको माला तिम्रै लागि साँचेको छु स्वयम्वरको माला कोसीलाई सुन्छ यो मनको सिसेलीलाई कसले सुनिदिन्छ रूप खोज्ने आँखाहरू धेरै धेरै आउँछन् मन खोज्ने मायालुलाई कहाँ भेटिएला हृदयको मायालाई कहिले भेटौला हृदयको मायालाई कहिले भेटौला। हेलो एभ्रिवान, गुड मर्निङ, नमस्ते। आज यात्राको दोस्रो दिन। हामी अहिले चाहिँ पूर्वी रुकुमको बिरगुम गाउँमा छौँ। हिजो चाहिँ हामी बेलुका टक आएर बस्यौँ। त्यो यात्रा चाहिँ रमाइलो नै भयो। बाटो चाहिँ अलि सानो रहेछ, लास्टै थाकिएछ हिजो। बिहान भर्खर बिहान उठेर ल जाऊँ न त बिरगुमतिर घुम्न भनेर आएको। यहाँ एउटा गजब राम्रो टाल रहेछ, यस्तो गजब रिफ्लेक्सन आइरहेछ है माथि घरहरूको। यो हो चाहिँ बिरगुम है, बिरगुम। यहाँ चाहिँ अरू राडी पाखीहरू अनि हामीले लगाउने त्यो कल्चर ड्रेसहरू चाहिँ यहाँ राम्रो भन्छ अरे, सस्तो राम्रो बन्ने ठाउँ यही हो भनेर भन्दैछन् भान्जाले। हामी घुम्छौँ त्यो पारि हटो मोबाइलको तार हुनेतिर जान्छौँ, त्यहाँबाट जताततै देखिन्छ अरे। घुम्छौँ के कस्तो देखिन्छ सब देखाउँछौँ तपाईँहरू है त। बेला क्या परेको ल। आज चाहिँ हामीहरू चाहिँ अलिक ढिला नै हामी धुरपाटन बाटो जाने हो, नयाँ बाटो छ कि यताबाट जाने हो। अति धेरै बुर्तिगञ्जतिर धुरपाटन गएको मान्छेहरू पनि आउनु भएको। अनि के हुन्छ देखाउँछौँ। हामी कति बजी छुट्याएर मामा हिजो? खै 12 बजी छुट्यो कि। अहिले चाहिँ हामी यहाँ बिरगुमको यो मोबाइल टावर लिएर आएछौँ। यहाँबाट यो पारि यो चाहिँ हो यो बुर्तियाङ जाने उता, यहाँबाट उता काँक्री लुकुम जाने बाटो रहेछ। मलाई पनि थाहा थिएन, भर्खर भन्जाल भने। हामी चाहिँ हिजो बेलुका त्यो पर यो टक्क गाउँमा आएर बस्यौँ र अहिले चाहिँ हामी जाऊँ एउटा बिरगुमतिर, सबै ठाउँहरू देखिन्छ हेर्न भनेर हामी चाहिँ मामभान्जा यता आयौँ। अब 5-7 किलोमिटर रहेछ टक्कबाट बिरगुम। यो गाउँको नाम चाहिँ यिनी गाउँ नाम मलाई थाहा छैन, म फर्स्ट टाइम आउँदैछु। मलाई थाहा छैन मामा। भान्जाले चाहिँ त्यो खाल्डो छ नि त्यो चाहिँ क्युबाङ हो। यो दुईटा चाहिँ कोल र गरखानी हो। यो गरखानी यो यतादेखि गजब कोल होइन, कोल भयो यो। त्यो जुनु मगर मचाउ के छ नि? जुनु मगर मचाउ यो घर गाउँ। यो बाटोबाट चाहिँ उता के अरे काँक्री लुकुम हुँदै सिमाना हुँदै बुर्तियाङ जाने। यता देखाउनु मामा, यता उठे सिस्ने हिमाल। गजब देखिँदो रहेछ त सिस्ने हिमाल। अनि यो चाहिँ मोबाइल टावर रहेछ यार, यता अर्को जग्गामा पनि नेट चल्दैन यार। यो त अलि ऊ भयो यार। ठिकै छ, कहिलेकाहीँ हुन्छ यस्तो समस्याहरू। यिनी अब रमाइलो छ जो गाउँ। यो गाउँलाई अझ जुम गरेर हेरौँ है त। यो कोल गाउँ भन्ने त मैले एउटा मोडेली भन्ने खाम्बासम्म बनेको चलचित्र नेपालीमा डबिङ गरेर थुप्रो हेरेको कि, त्यो योमा सुटिङ भएको रहेछ। यो टक्क गाउँको बजार होइन, तलको बजार, माथिको गाउँ। घरमाथि घर कस्तो मिलेर यो मगरहरूको बाक्लो बस्तीमा यस्तै हुँदो रहेछ कि। गाई भैँसी उतापट्टि बेसी बाछी गाउँ, टक्कबाछी भन्दा त यस्तो जोडिएको रहेछ। यो पारि देखिएको चाहिँ तल्लो सेरा। अनि हामी चाहिँ अहिले नगरपालिका भवनमा छौँ माथिपट्टि र यो यतापट्टि यो टक गाउँ हो। यो देखिने पारिको टक गाउँ हो, उता पर देखिने बाछी गाउँ रहेछ। जस रमाइलो छ, साह्रै राम्रो मिलेर बसेको। अनि यता
यो स्कुल होला साइड स्कुल रहेछ। आज यहाँ एउटा प्रोग्राम छ अरे झाँक्री मेला झाँक्री मेला अनि भ्याएसम्म हेरेर जाने भन्ने कुरो छ। हामी चाहिँ उतो पर यो बाटो गएर पर डाँडामा बिर्कुम भन्ने रहेछ। त्यो डाँडामा बिर्कुम भन्ने गाउँ रहेछ, त्यहाँ बिर्कुम पुगेर आयौँ भर्खर। अब एकछिनपछि अब खाना खाएर मेसो मिलेसम्म त्यो झाँक्री मेला चाहिँ यसो अवलोकन गरेर आज चाहिँ ढोरपातन फर्किने भन्ने हाम्रो कुरो छ। ल अब खाना रेडी भयो अरे, एकछिनपछि अब खाना खाएर यसो उतातिर गएर राम्रो खालको भिडियो बनाउने। यसो गाउँमा गएर त्यसो मोबाइलमा फेसबुकमा हाल्ने रिल हाल्ने भिडियो छैन क्या गर्थ्यो यार। भिडियो सिद्धिएर हैरान छ यार। राम्रो भिडियो बनाएर जाने हो अनि नछेकाउने यार भान्जा उज्यालाई। त्यसपछि अब 1 बजेतिर हिँड्ने हो यहाँबाट। बिचमा धेरै ठाउँको फोटो भिडियो खिच्न बाँकी छ। हिजो रात परेको कारणले केही गर्न पाइएन। मुखबाङ गर्नुपर्छ क्या नगर्ने हो सक्दैन। ओके ब्याक टु ढोरपातन। अब चाहिँ हामी ढोरपातन चाहिँ फर्क्यौँ है। तकसेरामा बस्यो घुम्यो फर्किन लाग्यो। अब ढोरपातन फर्किन्ला। बाटोमा अब हिजो चाहिँ धेरै कुराहरू छुटेका छन्। छुटेका कुराहरू तिर्दै जाने हो। रमाइलो गर्दै गर्दै भर्खर चाहिँ बज्योला 12 जति बज्यो। खोइ कहाँ गएछ यार क्यामेरा त्यता हेर्छु भनेको। यो चाहिँ ढोरपातनबाट मिसन डोरमुनिको खोला हो। ढोरपातनबाट आउने खोला। अनि म तार नथाङ भएर भन्नाले यो तारा भनेर जुत्ता खोलेर पस्छु। हिजो पनि उनी आफै तारे, आज पनि उनी आफै तारे। ओके आएपछि यहाँको यो अर्गानिक पुल त नहेर्ने कुरै भएन। यहाँ र फोटो भिडियो नखिच्दा कुरै भएन। यो चाहिँ पुरानो सदियौँदेखिको यो धेरै पुरानो पुल रहेछ। यहाँसम्म गाडी पनि बाटो पनि गराइदिएर चाहिँ त्यहाँ परसम्म हाम्रो थाहै भएन। बाइकमा माथि लगेर राखेर त्यहाँबाट थारै झर्यो। भर्खर यहाँ तल बाटो आएछ। हिँडेर आयो, हिँडेरै दुःख पाउनु पऱ्यो। अब बाइकको माथि डाँडामा छ। अरू डिजे आएपछि यतिको ठाउँमा फोटो भिडियो त खिच्नु पऱ्यो। गहिरो उ रहेछ यार, कति मिटर गयो। हाई एभ्रिवान, गुड मर्निङ सबैजनालाई। म चाहिँ अहिले ढोरपातन छु। हिजो हामी ढोरपातन आएर आज तकसेराबाट रिटर्न भएर ढोरपातन बस्यौँ र आज चाहिँ अब चाहिँ घर फर्किने तयारी गर्दैछौँ। बिहान त्यहाँ आज घरमा जोड्ने रे, बिउ हाल्ने रे, जौँ छरेको खेतमा छिटो आउनु पर्यो भन्ने खबर आएछ। अब गएर जानुपर्ने भयो। अब फर्किँदैछु म। ल है त, सबैलाई बाई बाई ढोरपातन।